प्रभुले अगुवाई गर्दै यो 9 वर्षसम्म ल्याउनु भएको छ। परमेश्वरलाई हामी धन्यवाद दिन्छौँ। यो वर्ष हामी विभिन्न विषयहरूमा प्रभुको वचन सुनिरहेका छौँ। क्रुसको सन्देश विश्वास नगर्नेको लागि पूर्णता हुन सक्छ, तर हाम्रो लागि शक्ति हो। हाम्रो लागि क्रुसको सन्देश के हो यो विषयमा हामी सुन्नेछौँ। प्रकाशित वाक्यको दोस्रो र तेस्रो अध्याय, प्रकाशित वाक्य धेरै कन्फ्युज हुने पुस्तक, त्यहाँबाट हामी अध्ययन गरिरहेका छौँ। हाम्रो बिचमा अध्ययन व्यक्ति हाम्रो बिचमा हुनुहुन्छ। त्यति मात्र नभएर हामी कृषि सम्बन्धी विषयमा पनि हामी अध्ययन गरिरहेका छौँ, सिक्ने चाहिँ यो सम्मेलनमा। अनि विभिन्न स्पेसल प्रस्तुतिहरू पनि यो सम्मेलनमा हुनेछ। र यी सबै कुराहरू प्रभुको महिमाको लागि गर्नेछौँ अनि प्रभुले हामीलाई यी सबै कुरामा अगुवाई गर्नुहुनेछ। परमेश्वर पुत्र र परमेश्वर पवित्र आत्माको नाउँमा दक्षिण पक्षको 9 वार्षिक सम्मेलन आजदेखि सुरु भएको घोषणा गर्छु। आमेन। सुस्ताउनदेखि युद्ध चर्को छ, काम बाँकी छ, शत्रु सक्रिय छ। पवित्र आत्मा चलाउनु हो, विश्वासको आगो हृदयमा फेरि। हे पवित्र आत्मा खोलिदिनु हो, आत्मिकी दृष्टि हरेको फेरि हेर्न चाहन्छ। राज्य आएको पुरा सामर्थ्यमा हाम्रो माझमा। पवित्र आत्मा पाएको उपस्थितिको भोक प्यास दिनु हो, जागृतिको बाधकहरूलाई हटाइदिनु होस्, शरीरमा टाँसिने पापलाई जलाइदिनु होस्, गरिरहने कमजोरीमाथि विजय दिनु होस्, प्रेमानन्द शान्ति हामीमा प्रशस्तै फलाइदिनु होस्, अशुद्धता हामी माझबाट परमेश्वरका प्रेम र पवित्र आत्माको सदा सर्वदा दक्षिण पक्षको 9 वार्षिक सम्मेलन आज भएको